के तपाईँहरूलाई थाहा छ वाल लाउँदाखेरि इँटा जोड्ने तरिका फरक फरक किसिमको हुने गर्छ। जस्तो 4 इन्चको वालमा चाहिँ यसरी इँटाहरू तेर्सो राखिएको छ भने 9 इन्चको वालमा चाहिँ एउटा इँटा तेर्सो राखिएको छ भने अर्को चाहिँ ठाडो बनाएर राखिएको छ। यो इँटाको जुन जोडाइ छ नि यसलाई ब्रिक बोन्ड भन्ने गरिन्छ। इन्जिनियरिङको भाषामा यस्तो लामोपट्टिको भागलाई स्ट्रेचर्स भनिन्छ भने छोटोपट्टिको भागलाई हेडर्स भन्ने गरिन्छ। एक लेयर स्ट्रेचर्स अनि अर्को लेयर हेडर्स भनेर राखिएको जुन बोन्डलाई नै इङ्ग्लिस बोन्ड भन्ने गरिन्छ। वालहरूमा सबैभन्दा धेरै युज हुने बोन्ड नै इङ्ग्लिस बोन्ड हो र सबैभन्दा बलियो बोन्ड पनि यही नै हो। यस्तो खालको बोन्डलाई चाहिँ लोड बेयरिङ स्ट्रक्चरहरूमा युज गर्न मिल्छ तर सुन्दरताको हिसाबले त्यति धेरै आकर्षक फिल हुँदैन। दोस्रो नम्बरमा चाहिँ स्ट्रेच बोन्ड वाल। इँटालाई यसरी लाम्चोतिर पारेर अथवा स्ट्रेचतिर पारेर मात्रै वाल लगाइन्छ भने यसलाई चाहिँ स्ट्रेच बोन्ड वाल भन्ने गरिन्छ। यो बोन्ड चाहिँ 4 इन्च वालहरूमा युज गर्ने गरिन्छ भने यो लोड बेयरिङ स्ट्रक्चरहरूमा चाहिँ त्यति धेरै सुइटेबल हुँदैन। पार्टिसन वाल, बाउन्ड्री वाल, पेरिफेरल वालहरूमा युज गर्ने गरिन्छ। तेस्रो नम्बरमा फ्लेमिस बोन्ड। एउटै लेयरमा हेडर्स र स्ट्रेचर्स अल्टरनेटिभ तरिकाले राखिन्छ भने यसलाई फ्लेमिस बोन्ड भन्ने गरिन्छ। यस्तो खालको वाल पनि कम्ती 9 इन्चकै हुने गर्छ तर इङ्ग्लिस बोन्ड जतिको चाहिँ बलियो चाहिँ हुँदैन। यस्तो खालको बोन्डलाई लोड बेयरिङ वालहरूमा पनि प्रयोग गर्न सकिन्छ तर विशेष गरेर चाहिँ डेकोरेटिभ पर्पसको लागि युज गर्ने गरिन्छ। चौथो नम्बरमा हेडर्स बोन्ड। प्रत्येक कोर्समा यसरी हेड मात्र देखिने बोन्डलाई चाहिँ हेडर्स बोन्ड भन्ने गरिन्छ। यो पनि कम्ती 9 इन्चको वाल हुने गर्छ भने यसलाई चाहिँ जेनरली कर्भ वालहरूमा युज गर्ने गरिन्छ। पाँचौं नम्बर ऱ्याट ट्र्याप बोन्ड वाल। वालको बिचमा यस्तो खालको क्याभिटी अथवा एयर ग्याप राखेर बनाइने बोन्डलाई ऱ्याट ट्र्याप बोन्ड वाल भन्ने गरिन्छ। यो खालको बोन्ड बलियो नै हुन्छ तर यसका केही फाइदा बेफाइदाहरू छन्। फाइदाको कुरा गर्दा चाहिँ यसले थर्मल इन्सुलेसन काम पनि गर्छ। भनेको मतलब बाहिरको टेम्परेचर जति तातो चिसो भए पनि भित्र टेम्परेचर चाहिँ यसले मेन्टेन गर्न मद्दत गर्छ। त्यस्तै नोइज रिडक्सनको पनि काम गर्छ। बाहिरको हल्लाहरू भित्र आउन दिँदैन। यसको बेफाइदाको कुरा गर्दा चाहिँ वालको थिकनेस मोटो हुने हुँदाखेरि यसले धेरै स्पेस खाइदिन्छ। त्यस्तो अवस्थामा यो सानो स्पेसको लागि चाहिँ त्यति धेरै सुइटेबल हुँदैन। र अरू पनि धेरै खाले बोन्डहरू हुने गर्छन् जस्तो कि इङ्ग्लिस क्रस बोन्ड, जिगज्याग बोन्ड, फेसिङ बोन्ड आदि।